साथीहरू सबैलाई नमस्ते। म चाहिँ कहाँ जाँदैछु भनेदेखि तपाईँहरू देख्नु सक्नुहुन्छ, हेर्दै गर्नुहोस् होला। हुने चिज देखाउँछु, एकदम अर्ग्यानिक खानु पर्ने चिज चाहिँ देखाउँछु है तपाईँहरूलाई। सैसँगले हेर्नुहोस् होला। अब चाहिँ म चाहिँ जाँदैछु साथीहरूलाई देखाउनु पर्ने चिज र खानु हुने चिज, इम्पोर्टेन्ट चिजहरू चाहिँ म देखाउँदैछु साथीहरूलाई। हेर्नुहोस् होला, म चाहिँ यहाँ आइपुगेँ है त। पुरा छ, यो चाहिँ एकदमै खानुपर्ने है। यो चाहिँ अर्ग्यानिक महत्त्वपूर्ण। म चाहिँ टिप्नु थालेको है। अब अझै थुप्रो हुने रहेछ, अलिक दिनमा आउनु पर्ने रहेछ। आज ठुल्ठुलो टिप्छु। हेर्नुहोस् होला साथीहरू, म चाहिँ एकदम इम्पोर्टेन्ट दबाई यो चाहिँ के साथीहरू यति चाहिँ भयो। तपाईँहरू चिन्नुहुन्छ, देख्नु सक्नुहुन्छ। यो चिन्छ नि तपाईँहरूले है, एकदम अर्ग्यानिक। यसले चाहिँ के काम गर्छ तपाईँहरूलाई थाहा छ होला साथीहरूलाई। यो चाहिँ सुगरको बिमारीले खाँदा पनि भयो, प्रेसर हाई हुनेले खाँदा पनि भयो। यसलाई चाहिँ खानु पनि तरिका जान्नुपर्छ। यसलाई उसिनेर घाम सुकाएर मजाले, त्यहीँबाट चाहिँ अदुवाहरू है मजाले काटेर घिउमा सरसर भुट्नुपर्छ। अलिअलि खुर्सानी रमभेडा हालेर भुट्नुपर्छ। त्यहाँबाट अलिकति खाना हाल्नुपर्छ। त्यहाँबाट यसलाई चाहिँ सरसर चलाउनुपर्छ। यति मिठो हुन्छ कि जस्तै बिमारलाई पनि असर चाहिँ गर्दैन है साथीहरू। तपाईँहरू पनि खानु ट्राई गर्नुहोस्। मेरो चाहिँ घरमा बिमारी छ, सुगरको पनि छ, प्रेसरको पनि छ हो। त्यस कारणले गर्दा चाहिँ म चाहिँ खोजी दिन्छु है मेरो घरबुढोलाई। हस् त, भिडियो मन परे चाहिँ माया र सपोर्ट दिनुहोस् होला। अर्ग्यानिकको बारेमा चाहिँ